सायद चटपटे मन नपराउने त कोही पनि हुँदैन होला हैन। मलाई पनि चटपटे एकदमै धेरै मनपर्छ। तर मैले धेरै टाइमदेखि एउटा चटपटे खाएको थिएन कि लगभग 1 महिनाभन्दा पनि बढी भइसकेको थियो होला। यो दिन मलाई चटपटे खानाको लागि यति धेरै क्रेभिङ भइरहेको थियो नि, त्यसको लागि म पार्लर जानुभन्दा अगाडि बिहानै उठेर गएर भुजासुजा सब सामानहरू लिएर राखिसकेको थियो कि। अनि साँझ आउन बित्तिकै म 7 बजेतिर आएको थिएँ होला। खाना बनाउन छाडेर भए पनि म चटपटे बनाउन चाहिँ लागेँ। म खाना खाँदैन आज, चटपटे चाहिँ म खाएरै छाड्छु भनेर म चटपटे बनाउन लागेँ। अब चटपटेको रेसिपी त के दिने, सबैलाई आउँछ नै, के हुन्छ कस्तो हुन्छ भनेर सबैले आफ्नो तरिकाले बनाउनु भएकै हुन्छ। आज मैले बनाउँदै थिएँ गिलो चटपटे। कस्तो भएको छ, कस्तो देखिएको छ हजुरले भनिदिनु होला। मैले के हाल्नुपर्ने थियो हजुरले मलाई बताइदिनु होला। मैले चाहिँ मेरो स्टाइलमा बनाएको छु, मेरो तरिकाबाट बनाएको छु। देख्दा राम्रो देखेको थियो, खाना पनि एकदमै धेरै मिठो थियो। तर मैले सबै आतुरमा चाहिँ चटपटेमा चाउचाउको मसला राख्नै बिर्सिन्छु के। अनि मलाई जब खाने बेलामा याद आयो कि मैले त चटपटेमा चाउचाउको मसला राखेको छैन भनेर। अनि पछिबाट त्यो राखेर हामीले चटपटे खायौँ। यो दिनको खाना भनौँ, खाजा भनौँ, जे भने पनि यही नै थियो हाम्रो। यति टाइमसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। लाइक कमेन्ट सेयर गरिदिनु होला। यदि केही बिग्रेको छ भने पनि हामीलाई बताइदिनु होला। हस्, थ्याङ्क यू।